हेलो मेरो मायालुहरू गुड मर्निङ है म चाहिँ भर्खरै मात्रै उठेको होइन अनि आज चाहिँ अरू बेला भन्दाखेरि अलिकति छिटो उठ्नु पर्यो मेनली बिकज आज हामी घुम्नु जानु आँटेको छौँ अन्त इट्स अ ब्युटिफुल प्लेस होइन खासै चाहिँ हामी मन्दिर गएको तर त्यसकै छेउमा त्यसकै पछाडिपट्टि एउटा खोला पनि छ सो आई थट वाइ नट सुट होइन किनभने यस्तो मोमेन्ट्सहरूलाई क्याप्चर गरिराखेको राम्रो नि त होइन फेरि आउँछ कि आउँदैन फर्केर सो आई थट अफ क्याप्चरिङ इट है अनि आई थट अफ सेयरिङ द्याट विथ यु पिपल एज वेल सो स्टे विथ अस टिल द एन्ड है अनि जसरी माया बर्साइदिइराख्नु भएको छ मेरो भिडियोजमा त्यसरी नै फेरि माया वर्षाउनु कायमै राखिदिनुहोस् होला थ्याङ्क यू यहाँ बिहानदेखि उठेर खाना बनाउनुको तयारीमा लागिसक्नुभयो अनि साइडमा छेमाले पनि हेल्प गर्नुहुँदैछ उहाँ चाहिँ हामीसित जानु हुँदैन किनभने उहाँको अफिसबाट छुट्टी पाउनु हुँदैन उहाँले हो अन्त तर पनि हेल्प चाहिँ गरिदिनु हुँदैछ है दुवै साथीहरू यो चाहिँ मेरो आजको लुक हो होइन अनि खाना पाकेर एकदम रेडी भइसक्यो मम्मीले आलुदम र चाउमिन बनाउनु भएछ हो एन्ड गाडी पनि भर्खरै मात्र आयो सो लाइक लेट्स सी हाम्रो गाडी चाहिँ आइसकेको छ हो मान्छे चाहिँ अलिकति आउनु बाँकी नै छ है अब गाडीमा बस्दाखेरि चाहिँ त्यस्तो मजाले सुट गर्न सक्दिनँ हो मलाई अलिक मोसन सिकनेस छ होइन बट जे पनि हो यही क्यारेक्टर आइपुग्यो आजको ट्रिपको से समथिङ अलिक ठुलो भन न हामी चाहिँ आइपुग्यो है आफ्टर अ लङ जर्नी हाम्रो हातमा एकदम के अरे लोटाहरू पनि बोकेर हिँड्नु हुँदो रहेछ हो मम्मी चाहिँ बेङ्गली ब्युटी भएर हिँडिरहनु भएको छ आज यहाँ मम्मीको छेउमा अर्को ब्युटी कस्तो रहेछ कस्तो दामी मलाई त माथितिरको पो याद आयो दार्जिलिङतिरको सो लाइक मोस्ट प्रब्लली यहाँनिर जुत्ता खोल्नुपर्छ होला हो अनि लेट्स गो एकदमै दामी सिरिन जग्गा क्या एकदमै पिसफुल है म चाहिँ एक थोपा पानी पनि नखाइकन आइदिइरहेको छु आज चाहिँ होइन इन्टेन्सनली होइन अनइन्टेन्सनली पनि पानी खानु बिर्सेछु सो आइरहेको छु ऊ बाबा आउनुहुँदैछ क्याप लगाएर छेउमै खोला छौँ यहाँनिर हो साउन्ड कस्तो मजाले आउँदैछ अनि त्यो खोलाको वेभ हुन्छ नि मिठी आई सो यु ल यहाँनिर कस्तो दामी मन्दिर छ अलिकति टाइम लाग्ने रहेछ सो अन्टिल देन म खोलाको भ्यूको अलिकति मजा उठाउने गर्छु है खोला सो ब्युटिफुल है तर पानीको लेभल चाहिँ एकदमै डरलाग्दो छ अहिले चाहिँ लाइक पहिला त यहीँतिर स्विमिङ खेलेको होइन अहिले चाहिँ बगाएर लाने खालके नै छ सो यहाँ चाहिँ पानीमा सिक्काहरू चढाएको रहेछ
केही मनोकामनाहरू छ भने पुरा हुन्छ होला है। अनि सरी मैले यहाँ पिठ फर्काएको छु। मा दुर्गाको मन्दिर छ यहाँ चाहिँ है। मा दुर्गा होइन मा कालीको मन्दिर छ। म देखाउँदिनँ होला। यहाँ चाहिँ शिव भगवान हुनुहुन्छ। पूजा सक्यो है। सिलो र निता छेमाले उता पर्खिरहेको छ। सो हामी जान्छौँ अब छिटो छिटो गरेर हो। अन्त मम्मीले चाहिँ पूजा गर्नुहुँदैछ तर म अघि पूजा गरिसकेँ त्यो साइडपट्टि। त्यसै कारण अब बारम्बार त के माग्नु भगवान्लाई हो। त्यही कारण म चाहिँ फर्किँदैछु। भोक लागेर मर्नु आँटिसक्यो हो। अब चाहिँ सक्दैन हो। त्यहाँबाट कस्तो दामी पिच कसैको पाइप लिक हुँदो रहेछ यहाँनिर कि पानी कस्तो मजाले आउँदो रहेछ। त्यही कारण क्लिन हुँदैन ल। सबैजना अब जानुहुँदैछ खोलापट्टि। वी जस्ट ह्याड अ फुड होइन। अन्त यस मेरो हालत चाहिँ बत्तर बनाइसक्यो हो। एज यु क्यान सी घाम चाहिँ डाइरेक्ट अनुहारमा आउँदैछ। पसिनै पसिना भइसक्यो अनुहारहरू पनि होइन। तर म बनाइरहेको छु। डरेर कसले हुने रहेछ बट नेभर माइन्ड है। कित भन्दा पनि थकित। काम छैन काज छैन तर पनि थकित हुन्छ नि। अनि कस्तो चिसो पानी खानु मन पऱ्यो कि द्याट्स वाइ पानी किन्नु गएको हो। अब छ कि छैन चिसो पानी। हामी पाहाडमा आइरहेको छ होइन। अनि पाहाडको यसो आलु मिमी खाइदिउँ होइन। मोमो त खानु मन छैन गाडीमा जान्छ फेरि। उनको चाहिँ फेभरेट हो मोमो। आलुदम खान्छ ल। आलुदमको कलर चाहिँ यति छ। त्यही त म तिमीलाई सोध्न आएको जाने बेलामा तिमीले मलाई किन अघि के भन्यो माथिसक्यो भनेर सबैजना अब चाहिँ हामी हाम्रो नेक्स्ट डेस्टिनेसन आइपुगेको छ हो। त्यो ग्लास धेरै कम्ती आँट आयो माथि जानु हो। माथि चाहिँ एकदम फन हुँदैछ हो मान्छेहरूको। मलाई चाहिँ जानु एकदमै आँट आएन। ग्लासको ब्रिज है जसमा म चढिनँ होइन। हामी यो पार्क आइपुगेको छौँ होइन। यसको नाम चाहिँ हर्नबिल पार्क हो। हर्नबिल चाहिँ छ कि छैन थाहा भएन होइन। यहाँनिर यहाँ सो यही रहेछ हाम्रो हर्नबिल दाजु चाहिँ हो। सो क्युट है। कसन तपाईँहरूलाई मेरो फोनको चार्ज 20% मात्रै छ। सो आई डोन्ट नो मेरो फोनले मेरो साथ दिन्छ कि दिँदैन। मेरो फोनमा स्पेस पनि छैन चार्ज पनि छैन हो। सो आई डोन्ट नो। मेरो पावर ब्याङ्क पनि ल्याइन। सो हेरौँ के हुन्छ। फाइनली वी आर डन विथ एभ्रिथिङ गाइज। अब चाहिँ वी आर हेडिङ टुवर्ड्स होम होइन। मन्दिर पनि गयो त्यसपछि खोला पनि गयो। त्यस पछाडि हामी यहाँ पनि आयो होइन। दिस वाज अनप्लान्ड बट स्टिल इट वाज भेरी गुड होइन। अनि मजा आयो आज है। अब घर जान्छौँ। घर जाँदा त त्यस्तो बेसी के सुट गर्नु होइन। सो लाइक मजा आयो आज त्यस्तो बेसी थाकेको पनि छुइनँ अरू बेला जस्तो हो। अनि आई इन्जोयड इच एन्ड एभ्री बिट अफ दिस जर्नी होइन। कोही बेला आफ्नो फ्यामिलीसित पनि टाइम स्पेन्ड गर्ने इट्स अ भेरी गुड थिङ है। हामी धेरै कम्ती गर्छौँ आफ्नो फ्यामिलीसित टाइम स्पेन्ड होइन। अनि त्यसै टाइम स्पेन्ड गऱ्यो भने खुसी लाग्छ।
हामी कमलेहरू चाहिँ घर आइपुग्यो है छिलो कमलेया यहाँ हेर न कमलेया यहाँ माथि सो आफ्टर अ लङ टायरिङ जर्नी है भर्खरै घर पुग्यो सोचेको भन्दा त छिटै आइपुग्यो इट्स जस्ट 5 o'clock होइन अनि आज चाहिँ फेरि कहाँबाट यस्तो गरम हुनुपर्ने अरे होइन थाकेर यस्तो थाक्यो आज त्यसै त म घरबाट बाहिर निस्किँदिनँ होइन त्यही माथि यस्तो डरलाग्दो घाम हेर्नुहोस् न म देखाउँछु ल तपाईँहरूलाई माथि पनि गरम थियो हुनु त त्यो अलिकति हिल्स एरिया नै पर्छ तर गरम माथि पनि गरमै थियो अनि एकदमै मजा आयो आज चाहिँ होइन अनि आई लभड प्लेइङ विथ छिलो अनि धेरैजना जो हामीसित जान सकेन आज उहाँहरूलाई मिस पनि गर्यो है अनि नेक्स्ट ट्रिपमा चाहिँ आई होप उहाँहरू पनि जानुहुन्छ है अनि आई वुड जस्ट लाइक टु से द्याट तपाईँहरूले आजसम्म मेरो भिडियोजहरूलाई यस्तो माया गरिदिइरहनु भएको छ है अझै पनि माया गरिरहनु होला मेरो भिडियोजहरूलाई है माया बर्साइरहनुहोस् होला है मबाट केही भुलचुक भयो भने माफी छ अनि लाइक शेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला थ्याङ्क यू सो मच अनि लेट्स मिट मेरो अर्को भिडियोमा